ओइ कहाँ अगाडि त्यो गएको। सो हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। फेरि पनि तपाईँहरूलाई स्वागत छ। थुप्रो दिनमा मैले ब्लग लिएर आउँदैछु। आज चाहिँ च्यालेन्जको भिडियो लिएर आउँदैछु गाइस हो। आज चाहिँ यसले चाहिँ फेरि हो भाइ र म छौँ अनि दुईजनामा यसले चाहिँ पुरै हो दुईवटा बल्छी लिएर हिँड्दैछ अनि मैले चाहिँ एउटा कसले बेसी माछा मार्ने तपाईँहरू हेर्दै जानुहोस्। अहिले चाहिँ हामी फिलहाल जाँदैछौँ नदी गएर चाहिँ माछा मार्ने वाला छौँ। यसले बेसी मार्छ कि म बेसी मार्छु त्यो चाहिँ थाहा छैन। अब लास्टमा तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यसले चाहिँ दुईवटा बल्छी लिएको छ किनकि मलाई जितेरै छोड्ने अरे कि दुईवटा बल्छी। मेरो चाहिँ एउटा बल्छी छ यहाँनिर कि यो पनि बल्छी पनि हेर न हो नरिकलको डाङको छ हो बल्छी देखेर यस्तो भाग्छ डाइरेक्ट। हामी चाहिँ जाँदैछौँ छिटो छिटो। सो गाइस तपाईँहरू हेर्दै जानुहोस्। यहाँनिर चाहिँ माछा लगाउने बोकिरहेको छौँ अनि त्यहाँदेखि यहाँ चाहिँ डन्ठा। अब दुईजना जाँदैछौँ त्यो घाममा के भन्नु र पुरा हालत कम छ। तपाईँहरू हेर्दै जानुहोस्। 15 अगस्तको दिन पुरा आदत गरिदिन्छु म माछालाई। माछालाई आदत गर्नु जाँदैछौँ हामी चाहिँ। कुद्नु थाल्यो। ओइ कहाँ अगाडि त्यो गएको। राम्रो राम्रो जग्गा चाहिँ यसलाई थाहा छ नि त गाइस। त्यही कारणले चाहिँ कुद्दै छ क्या। नदी पनि हामी आइपुग्न आँटिसक्यौँ। यो चाहिँ अगाडि जाँदैछ कि एउटा चाहिँ ढुक्का लाउने अरे बल्छी अनि एउटा चाहिँ के पो भन्थ्यो थाप्ने अरे हो उसले खेल्ने अरे। जाँदैछौँ अब यो गरममा हामी चाहिँ आइसक्यौँ। गरम चाहिँ कालो छ हो। अब यसले चाहिँ स्टार्ट गर्नु थालिसक्यो वहाँनिर गर्ने होला हो हतार हतार। ऊ यता यहाँनिर नदी छ बाँसरी उतापट्टि। अब म पनि लगाउनु पऱ्यो। यहाँ चाहिँ गर्ने होला छ क्यान बत्तलमा हो यसलाई निकाल्नु पऱ्यो। सानो होला चाहिँ लाउनु। आज चाहिँ हामी पुरा देशी स्टाइलमा छौँ है गाइस। मतलब बचपनको याद फेरि एक खेप 15 अगस्तको दिन हो। अब घुर्नु जाउँ भनेको छैन जानु छैन हो। पैसा पनि हुनु पर्यो नि त जानुलाई। बाइकले पेट्रोल माग्छ। अनि आधा लिटर पेट्रोल हालेको हो। बल्छी खोज्दा खोज्दै पेट्रोल पनि सक्यो। यति खोजेको बल्छी बल्ल बल्ल एक जग्गा भेट्यो। त्यही पनि सुता छैन हो। अब यहाँनिर चाहिँ ट्याक्कै लगाइहाल्नु पऱ्यो। खासै ताली चाहिँ माछा चाहिँ ट्याम्मै सिँगाले साला आधा केजीको चाहिँ डाइरेक्ट निकाल्नु पर्यो। बल्छी देख्दा नि आधा केजीको निक्लिन्छ जस्तो छ। बल्छी देख्दा नि आधा केजीको माछा निक्लिन्छ जस्तो छ। अब बिजक छ नि के भन्नु हो। तपाईँहरू हेर्दै जानुहोस् कसले बेसी मार्दो रहेछ आधा केजीको चाहिँ। गाइस हामी चाहिँ माछा मार्दैछौँ यहाँनिर। यसको चाहिँ पारा बिग्रियो अरे अलिक। अब लास्टमा हेर्नुहोस् हो यसले चाहिँ के मारिसक्यो कि तान्दैछ हो। तान्दैछ कि सुई तान्दैछ। लाउनु बित्तिकै पो तान्छ त यसले। मलाई ठिक जस्तो छ कि अब दुईवटा बल्छी लगाएको छ। लास्टमा हेर्नुहोस् तपाईँहरू हो कति अर्को जग्गा आएको छु। यहाँनिर खेल्दैछु बल्छी त्यो चाहिँ उता गएको छ अगाडि हो। माछा चाहिँ ऊ यता देखाउनु पनि सरल लाग्छ। सो गाइस अब चाहिँ हामी चाहिँ जाँदैछौँ घरतिर हो माछा मारेर। अब घरमा गएर चाहिँ तपाईँहरूलाई पानी सानी खाइकरी काउन्टिङ गरेर देखाउने छु कसले बेसी मारेछ। एक दुईवटा चाहिँ यसले झ्याप पनि पारेको छ मेरो अगाडि। यसले झ्याप पारेको छ है अगाडि नै हो। हामी चाहिँ घर आइसक्यौँ अनि माछा पनि धुलाधुली गरेर काउन्टिङ गरिसक्यौँ हो। यसको माछा चाहिँ पहिले देखा तेरो कतिवटा किन देखाउनु तेरो देखा न पहिले पक्का हो देखा कतिवटा छ गाइस। यो चाहिँ मैले फास्टै लगाउने साथै निस्केको होइन। अनि यो चाहिँ अर्को बल्छी जुन चाहिँ सेकेन्ड तालेको बल्छी थियो नि गाइस त्यो चाहिँ यो निस्किएको हुँ। यो चाहिँ फास्ट परेको सानो बल्छी। अनि यिनीहरू त गन्ती के गर्नु भयो पनि यो यसको भन्दा त बेसी नै छ। देखा तेरो मेरो यसको हेर न हौ यहाँ गाइस सरममै मर्दो माछा खेल्नु गएको कि अल्छी लागेर बल्छी खेल्नु गएको अनि कम्पेयरमा आयो त यो एउटाले छोपिरहेको छ यहाँ हेर न। मेरो चाहिँ त्यति निक्ल्यो यसको चाहिँ यति निक्ल्यो। लु त गाइस यतिमै अब टाटा बाई बाई भनौँ। लाइक कमेन्ट सेयर फलो गरिदिनु होला। फेरि पनि ल्याउने छु ब्लग यस्तै खालका टाटा बाई बाई।